हेलो नमस्कार साथीहरु, आज हामीले लिएर आएका छौं यही साल 2022 दशैंको अवसर पारेर फुलपाटीमा रिलिज हुन लागेका 5 चलचित्रको लिस्ट अनि ती लिस्टहरुका एक भविष्यवाणी। यो भिडियो फिल्मी प्रेमीहरुका लागि विशेष बन्नेछ। कृपया भिडियो अन्त्यसम्म हेरी साथ दिनुहोला। यो कुरा त सबैलाई थाहा छँदै छ कि साल 2082 फुलपाटीमा माइती घर, हरिबहादुरको जुत्ता, जारितु, महाराज धिराज र बलिदान गरी 5 वटा फिल्महरु हलमा लाग्दैछन् भनेर। यी 5 चलचित्रको दशैंमा महाभिडल त हुँदै छ र यी मध्ये कुन चलचित्रको कस्तो अवस्था रहला त फुलपाटीको दिन? कुन फिल्मले कस्तो व्यापार गर्न सक्ला त? कुन चलचित्रले बाजी मार्ला त? कुन चलचित्रले एक खतरनाक हाइप बनाएर राखेको छ त? आजको भिडियोमा हामी यस विषयलाई लिएर चर्चा गर्नेछौं। पहिले कुरा गरौं चलचित्र माइती घरको। जुन चलचित्रमा हामीले धीरज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत मुख्य भूमिकामा देख्न पाउने भएका छौं भने यस फिल्मका डाइरेक्टर रहेका छन् मिलन तामाङ। जुन चलचित्रको केही दिन पहिले फुलपाटीमा रिलिज गर्ने तयारी रहेको भन्दै अफिसियल टिमबाट एनाउन्समेन्ट आएको थियो। यस फिल्मको अहिलेको अवस्था हेर्ने हो भने ठीकठाक मात्रामा हाइप बनाएर बसेको देखिन्छ। अफिसियल टिमले फिल्मको प्रमोसनको लागि 1 करोड लगानी गर्ने भएको छ। फेरि यसको मतलब यो पनि होइन कि मुभीमा धेरै पैसा लगानी गरेर फिल्म चलिहाल्छ भन्ने। यदि स्टोरीमा दम छ भने र यो मुभी फुलपाटीमा लाग्यो भने ठीकठाकै कमाइ गर्ला, जस्तो कि 81 सालको फुलपाटीमा द्वैसाबले गरेको थियो। यदि स्टोरीमा दम छैन भने यो फिल्मको ताल चोप्टा खाना आएकी बुढी झोलमै डुबेर मरी भन्ने जस्तै हुनेछ। अब हामी कुरा गरौं अर्को चलचित्रको, जुन चलचित्र पनि फुलपाटीमा नै आउने भएको छ। जुन चलचित्रको नाम हो जारितु। जस चलचित्रमा हामीले दया हेङराई र मेरुना मगरलाई फेरि पनि मुख्य भूमिकामा देख्न पाइने भएको छ। यस मुभीका डाइरेक्टर रहेका छन् भूपेन्द्र सुब्बा र सबैलाई थाहा नै छ कि यस फिल्मको पहिलो पार्टले बक्स अफिसमा सुनामी नै ल्याएको थियो भनेर। पहिलो पार्टले बक्स अफिसमा राम्रो व्यापार गर्नुको कारण पार्ट 2 भन्ने भएको छ। यदि यस मुभीको स्टोरी लाइन दमदार छ भने यस मुभीले पनि अरु मुभीलाई गतिले टक्कर दिन सक्ने सम्भावना छ। यदि स्टोरी त्यति दमदार छैन भने त उही हो, अरु फ्लप फिल्महरुलाई पछाडी छाड्ने छैन। किनकि यस फुलपाटीमा एउटा होइन, दुईटा होइन, 5 वटा फिल्मका वहिरो लागेका छन्। अब कुरा गरौं अर्को चलचित्रको बारेमा, जुन चलचित्र पनि फुलपाटीमा नै रिलिज हुँदैछ। जुन चलचित्र हो हरिबहादुरको जुत्ता। जुन चलचित्रमा हामीले हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की अनि मुरलीधर जस्ता कलाकारहरूलाई मुख्य भूमिकामा देख्न पाइने भएको छ। यस मुभीका डाइरेक्टर रहेका छन् दिपेन्द्र के खनाल र यस मुभीका बारेमा कसैले केही भन्नुपर्छ जस्तो मलाई लाग्दैन, किनभने मुभीको क्यारेक्टर नै यस्तो रोचक दमदार छ कि यो फिल्मको स्टोरी नराम्रो होला जस्तो मलाई लाग्दैन। यो फिल्म बक्स अफिसमा सुपरहिट साबित हुन्छ जस्तो मलाई लाग्छ। यदि यसमा सुपरहिट भएन भने हिटसम्म हुने पक्का छ। निर्माता निर्देशकको लगानी चाहिँ मजाले उठ्नेछ, यो चाहिँ लेखेर राख्दा नै हुन्छ। अब हामी कुरा गरौं अर्को चलचित्रको बारेमा, जुन चलचित्र पनि फुलपाटीमा नै रिलिज हुँदैछ। जुन चलचित्रको नाम हो महाराज धिराज। नाममै ब्रान्ड भएको यस मुभीको टिमका प्लान पनि गतिले देखिन्छ। यस मुभीमा हामीले शाह, आर्यन सिग्देल, रमेश उप्रेती जस्ता कलाकारहरूलाई मुख्य भूमिकामा देख्न पाउने भएका छौं र यस मुभीका डाइरेक्टर रहेका छन् परिषद सेन। अहिलेको समयमा हेर्ने हो भने यस चलचित्रको मार्केटमा एउटा मात्र पोस्टर सार्वजनिक भएको छ र त्यस पोस्टरले मार्केट पुरै टटाएको छ र यो फिल्म हिट हुन पनि एकदम जरुरी छ। किन भन्दा पल्साको दुईवटा मुभीले लगातार बक्स अफिसमा फ्लप खाइसक्यो। हुन त यस मुभीमा देशको चौथो अङ्ग जय किसान बस्नेत पनि
छन् सायद मुभीमा चमत्कार हुन सक्छ। यदि स्टोरी राम्रो भयो भने यस मुभीलाई ब्लकबस्टर हुनबाट कसैले रोक्न सक्दैन। यदि स्टोरी रोचक भएन भने मुभीको हालत के हुन्छ त्यो त सबैलाई थाहा नै छ। अब हामी कुरा गरौँ एकदमै मोस्ट अवेटेड मुभी बलिदानको। सायद यस मुभीको लागि मैले हजुरहरूलाई खासै जानकारी दिन नपर्ला, किनभने अहिले दर्शकहरूले यस मुभीको सबै अपडेट पाएर सिधै दशैं फुलपातीमा मात्र खुल्ने गरी मोबाइल स्विच अफ गरेर बसेको अवस्था छ। यस मुभी हेर्न दर्शकहरू पानी बिनाको माछा तडपे झै तडपेको अवस्था छ। यदि यस मुभीको कलेक्सनको एनालाइसिस गर्ने हो भने ओपनिङ विकमा नै 10 करोड पार गर्न सक्ने देखिन्छ। अब कुरा रह्यो स्टोरीको। यस फिल्मका मेकर सन्तोष सेन हुन्। सन्तोष सेनबाट स्टोरी विकनेस को म कतै पनि आश गर्दिन, किनभने सन्तोष सेनले यस मुभीका लागि 10 करोड भन्दा माथि नै खर्च गरेको आकलन हामीले गर्न सकिन्छ र 42 सेकेन्डको झिल्कोले पनि फुलपातीमा दर्शकलाई कुन दुनियाँमा लग्दैछ भनेर अनुभूति गराउँछ। अनि तपाईलाई के लाग्छ फुलपातीमा कुन फिल्मले फर्को मार्ला त? आफ्नो राय कमेन्ट बक्समा राख्न नभुल्नु होला। यदि हाम्रो च्यानल रिभ्यू जोन नेपाली युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नु होला। हामी फिल्म प्रेमीहरूका लागि यस्ता कोसेली भिडियोको रूपमा लिएर आइराख्छौं।